हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि म आज फेरि मुकबाङ लङ टाइमपछि चाहिँ मुकबाङ गर्न जाँदैछु। आज चाहिँ मैले थुप्रै भइसक्यो। आज चाहिँ मैले मोमो मुकबाङ गर्न जाँदैछु। यता चाहिँ यो आटाको मोमो हो, अन्त घरमै बनाएको मोमो हो यो चाहिँ मैले। अनि इस्कुसको नन भेज हो। मैले चाहिँ नन भेज खाँदिनँ नि त, अनि त्यही भएर। अनि यो चाहिँ मोमोको लागि अचार, वाउ, तिलको अनि बदामको अचार हो। थमेलको लागि कस्तो अँध्यारो, के अरे रातिमा हो नि त, त्यही भएर अँध्यारो छ क्या, अलि राम्रोसँग देखाएन होला, त्यही भएर। ल खाए ल, फर्स्ट बाइट। नानीहरूलाई दिँदा यताउता गर्दा मोमै सेलेको छ। यता सुप पनि छ कि ल, हेर्न डङ्ग। मैले मोमो एक महिना पछाडि खाँदैछु। अड्याउने ठाउँ नभएर यसरी म्यानेज गरिरहेको छु। म बिस्तारै बिस्तारै खान सक्दिनँ क्या, किन भन्दा चाहिँ गम भोक लागेको छ नि त। सुप कस्तो भएछ है? नुनी लागेको छैन। मिठो त मिठै भएछ कि सुप नि, तर नुन अचार चाहिँ यति मिठो भएको। मैले खाएको हेर्नु न, अन्त यति भोक लागिरहेको नि त, अन्त लु कति हल्यो, यति चिसो छ कि यतातिर होइन, बहुत चिसो छ। आज त राम्रोसँग काम नै लागेन। कस्तो आनन्द आउँछ भाइ। यसो छिटो खाँदा चाहिँ छिट्टो अगाइन्छ, बिस्तारै खानुपर्छ। म फेरि सक्दिनँ, अन्त सकिसक्यो मोमो। बहुत मिठो छ, अगायो। 10वटा खायो अगायो।
इस्कुसको मोमो यति मिठो हुन्छ नि, यति मिठो हुन्छ। यस्तो अब मतलब अब नन भेजलाई त अब मिठो त हुन्न होला, मासु नै मिठो हुन्छ होइन। अनि म जस्तो भेजीलाई चाहिँ इस्कुसको मोमो बहुत बेस्ट। बेलुकामा हो नि त यो, यति खाएर पचाउनै सकिनँ र पनि अब खाँदिनँ। अब 2 महिना पछाडि वेट लस गर्नु पर्यो क्या साथीहरू। फिनिस। अब केही नगरेर सुतौँ जस्तो लाग्यो, पेट टन्न भयो। अब मलाई निन्द्रा पो लाग्यो। फेरि चिसोले गर्दा क्या सन्चो छैन नि त, अलिकति पुरा खोकी लाग्यो जस्तो भयो। अन्त मलाई के खाम भन्ने जस्तो लाग्यो क्या 6 बजीतिर त हो। अन्त हतार इस्कुस पनि थिएन, 3वटा एक्लै थियो। अनि त्यसपछि थोरै बनाएको। अनि तै पनि 13वटा टम्मै बुढी। सो साथीहरू आजको भिडियो यति नै हो। कस्तो लाग्यो मेरो मुकबाङ हजुरहरूलाई? अन्त अभियसली मुकबाङ मतलब यसो खाएको हेर्दा जसलाई पनि खान मन लागिहाल्छ। आजलाई यति नै हो। अब 2 महिना पछाडि अर्को भिडियोमा भेटौँला, मुकबाङ भिडियोमा भेटौँला। अरू भिडियो त मैले नर्मली बनाएकै हुन्छु मुकबाङ भिडियोमा। 2 महिना पछाडि भेटौँला। बाई बाई साथीहरू, गुड नाइट।